बालेन सरकारले ल्यायो अहिलेसम्मकै राम्रो नीति तथा कार्यक्रम, देखायो नयाँ नेपाल निर्माणको ब्लुप्रिन्ट। दर्शकवृन्द, नेपाल अब पुरानो शैलीमा चल्ने देश होइन भन्ने संकेत सरकारले दिएको छ। वर्षौंदेखि भाषणमा सीमित भएका योजनाहरू अब व्यवहारमा उतार्ने दाबी गर्दै सरकारले नयाँ नीति तथा कार्यक्रम घोषणा गरेको छ। राष्ट्रपति रामचन्द्र पौडेलले पढेर सुनाउनु भएका नीति तथा कार्यक्रममा के कुराहरू समेटिएका छन् त? नेपालमा लगानी गर्न आउने विदेशीलाई अब नेपाली लगानी भिसा दिने भएको छ। यसले देशमा उद्योग, रोजगारी र विदेशी पुँजी भित्राउने सरकारको लक्ष्य देखिन्छ। ग्रीन मार्केट भिलेज र सूचना प्रविधि पार्कलाई औद्योगिक पर्यटनसँग जोड्ने घोषणा गरिएको छ। अर्थात् अब नेपाल केवल घुम्ने देश मात्र होइन, उत्पादन र प्रविधिको केन्द्र पनि बनाउने तयारीमा बालेन सरकार देखिन्छ। शिक्षालाई रोजगारमुखी बनाउन पाठ्यक्रम पुनरावलोकन गरिने भएको छ। 10,000 विद्यालयमा हाई स्पिड इन्टरनेट पुर्याउने योजना सरकारले सार्वजनिक गरेको छ। सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ई गेट प्रणाली जडान गरेर यात्रुलाई लामो लाइन र प्रतीक्षा समय घटाउने योजना ल्याएको छ। अब नेपाली युवाले नेपालमै बसेर विदेशी कम्पनीका लागि काम गर्न सक्ने गरी रिमोट वर्क सम्बन्धी कानुनी व्यवस्था समेत गरिने भएको छ। भूमिहीनलाई स्थायी आवास स्वामित्व सुनिश्चितता गरिने घोषणा गरिएको छ भने मध्य पहाडमा पहिचान युक्त सहर विकास गरिने योजना पनि अघि सारिएको छ। वन क्षेत्रमा हुने गतिविधि अब ड्रोन र स्याटेलाइट मार्फत निगरानी गरिने भएको छ। यसले वन विनाश र तस्करी नियन्त्रणमा नयाँ युग सुरु हुने अपेक्षा गरिएको छ। यातायात क्षेत्रमा मास ट्रान्जिट प्रणालीलाई विकास गरिने भएको छ। धेरै यात्रु बोक्ने सवारी साधनलाई प्राथमिकता दिइने भएको छ। देशलाई नगद रहित अर्थतन्त्रतर्फ लैजाने र दलहरूसँग सहकार्य गरेर संविधान संशोधन अगाडि बढाउने कुरा पनि सरकारले नीति तथा कार्यक्रममा घोषणा गरेको छ। शेयर बजारमा पेन्सन कोष र गैर आवासीय नेपालीको सहभागिता बढाउने, समस्याग्रस्त सहकारीको रकम बचतकर्तालाई फिर्ता गराउने र भिजिट नेपाल 2085 मनाउने घोषणा समेत सरकारले गरेको छ। त्यति मात्र होइन, ठूलो रेलमार्ग निर्माण प्रक्रियालाई गति दिने योजना पनि अगाडि सारिएको छ। दर्शकबिन, अब वनका स्याउला र सोतर खेर जाने छैनन्। तिनै वस्तु प्रयोग गरेर पारम्परिक मल उत्पादन गरिने भएको छ। यसले किसानलाई मलको अभावमा राहत दिने विश्वास गरिएको छ। यदि यी कार्यक्रमहरू व्यवहारमा सफल भए आउँदो केही वर्षमै नेपाल विकासको नयाँ मोडमा पुग्न सक्ने विश्वास गरिएको छ। अब हेर्न बाँकी छ यी घोषणा केवल कागजमा मात्र सीमित हुन्छन् कि साँच्चीकै नयाँ नेपाल निर्माणको आधार बन्छन्। दर्शकबिन, बालेन सरकारले ल्याएको यो नीति तथा कार्यक्रम तपाईलाई कस्तो लाग्यो? कृपया कमेन्टमा लेख्न भने नभुल्नुहोला।